कति दामी सुहाउँछ हेर्नु त यतिले मन परेन नि त कस्तो राम्रो देखिरहेछ यहाँ चाहिँ हामी आएको छौँ है गार्डन घुम्नको लागि कति दामी दामी फुल हैन चेरीहरू सुहाउँछ हेर्नु त यतिले मन परेन नि त कस्तो राम्रो देखिरहेछ हेलो वेलकम ब्याक टु माई च्यानल फ्राउन्स नाना ब्लग हजुरलाई पनि स्वागत छ फेरि पनि धेरै दिनको बादमा है मैले भिडियो बनाइरहेको छु है एउटा म आज किन भिडियो बनाउँछु भने आज म जाँदैछु है तपाईँहरूलाई गार्डन लिएर है गार्डनको तपाईँलाई फुलहरू देखाउने छु है गाइस त्यतिखेर तपाईँहरूलाई भेट्दैछु ए कस्तो राम्रो थियो कि आज किचोगाछीमा आएका छौँ है अहिले फेरि आज चाहिँ गान्तोक किचोगाछी गार्डन हेर्न आएको हाम्रो बुबुलाई लिएर यहाँनिर ए आज अलिक मैला रहेछ त हौ माछाको त यसमा देख्दैछ त यहाँ छ भोलि आउने कुरा थियो नि त होइन ए भोलि फर्किन्छु कि तिमी यहाँ थियो नि किचोगाछी आएका छौँ यहाँ चाहिँ हामी आएको छौँ है गार्डन घुम्नको लागि कति दामी दामी फुल होइन तपाईँलाई देखाउनेछु हाम्रो घुमेर चाहिँ माथि गएर हेरिरहेको छ यहाँ चाहिँ फुल यो जिल्ला दामी फुलेको छ नि त यहाँ त ल यो हो नि त फुल हेर्नु त बुमाइला ओ माइ गॉड पहिले हामी आउँदाखेरि उयो बनाएकै थिएन अहिले दामी बनाएछ नि यहाँ छिटो आउनु अम्बो दामी नेपाल दामी कस्तो दामी हो रेड नेपाल है यो यहाँनिर दोकानमा लानुपर्ने यत्रो ठुलो भन्छ अरे हौ यो त यो दामी फुलेको छ त हेर्नु न यहाँ अर्को यहाँ बुमाइला यी कस्तो दामी अर्को जस्तो यो चाहिँ मेरो सेकेन्डचोटि हो यो गार्डनमा आएको चेरीहरू दामी यहाँ त फुल्नु पर्यो नि ए कोही फिस चाहिँ दामी रहेछ यो ठुलो यो त अलिक सानो त मेरो आउँदैछ घुमाला यो अलिक सानो यसै गार्डन यहाँ त के हो यो भेगुताको बच्चा जस्तो भेगुताको बच्चा हो नि खै ए हो रहेछ र कत्रो कत्रो कोही होइन पुरा आउँदा त्यति साह्रो उयो थिएन त यसपल्ट पुरा भएछ त गार्डन त यस्तो बेसी भएछ नि त के लाली गुराँसहरू जानु यहीँ त यति दामी छ जिल्ला गार्डन मजाको कति दामी सुहाउँछ हेर्नु त यतिले मन परेन नि त कस्तो राम्रो देखिरहेछ प्लान्टहरू हेर्नु नि सङ्गीतलाई कति लोभ लाग्यो दोकानमा राखेर बेच्नु ठस ठस गरेको फेरि भुइँ भेटाएर तातो भेटाएर
होमस्टे बस्नुको लागि ऊ माथिसम्म बनाइसकेको छ ल थिएन नि माथि माथि अरू त्योसँग आरूहरू पुरा फल्छ सबै माछा बच्चा लाउनु पर्ने